हेलो आज चाहिँ हामी एउटा इम्पोर्टेन्ट ठाउँमा गइरहेको हो अन्त भाइले चाहिँ यहाँनिर डिस्ट्रिक्ट कोर्टको छेउमा खाजा खानु बसिरहेको छ। आज चाहिँ मलाई चाहिँ कुनै किन रोटी चानाहरू त्यो बोकेर ल्याएर बेच्नेहरू हुन्छ नि उहाँहरूकोबाट चाहिँ आज एकदमै खाने इच्छा थियो कि तर कहीँ भेटिनँ कहीँ पनि पाइनँ हो। फेरि आज चाहिँ हामी मासु नखाने अन्त उयो डिस्ट्रिक्ट कोर्टको त्यहाँनिर हेरेको त मासुको चिजहरू मात्रै रहेछ आइटम चाहिँ अरू बेला त खान्छ तर आज सैटरडे फेरि भेजिटेरियन हो नि त हामी। अन्त आज चाहिँ हामी यहाँनिर एउटा ठाउँमा आएर चाहिँ आलु पराठाहरू खानु आँटेको छ। म सुशान्त नानी अन्त माइकल। सुशान्तले चाहिँ ओइल फ्री पराठा खाएको अरे आज। कस्तो रहेछ सुशान्त? सामु थ्याङ्क यू। पराठा मिठो रहेछ सुक्खा बाहिर तेल नलगाएको। आजको खाजा चाहिँ घरमा आएर भए पनि रोटी र चाना चाहिँ बनाएर खाइ छोडे क्रेभिङ्स सेटिस्फाइड। मान्छेको चाहिँ क्रेभिङ्स भने चाहिँ यस्तो हुन्छ है कन्ट्रोल गर्नु नसक्ने।